छ नि त यहाँ त दामी आज 1000 पिस सबजनाले हामीलाई सब्स्क्राइब गर्दै होला धेरै मेहनती हुन्छ आज चाहिँ हामी टक्क लाएर के बनाउन जाँदैछौँ बर्गर अब माथि गएर देखाउँछु बाहिर टक्क लाएर हैन त्यसपछि हेर्नु हामी टक्क लाएर माथि 3 नम्बरमा जाँदैछौँ सब विद्यार्थीहरू आइसक्यो सबै टक्क लाएर मस्त लुक्स छ नि त यहाँ त दामी कलेज औ म चाहिँ अहिले 3 फ्लोरमा छु अनि अब चाहिँ म चाहिँ के भनेपछि चाहिँ बर्गर बनाउँछु आज इक्जामको लास्ट हो त्यही भएर सबैले हामी मजाले खानु परेन बर्गर आज लास्ट दिन हो त्यही भएर म चाहिँ यहाँ आज 1000 पिस बर्गर बन्दैछ यहाँ रेडी गर्दैछु मैले अनि टक्क लाएर अब रेडी बनाइसकेपछि लास्ट हेर्नु होला त्यही हो म चाहिँ अब सुरु गर्छु आज फेरि यस्तो हो क्या फेरि धेरैजना चाहिँ 1000 जना मिनी बर्गर टक्क लाएर टक्क यस्तो गरेर टक्क लाएर यहाँभित्र सामान हालेर टक्क यो टेबलभरि हुन्छ हाम्रो चाहिँ हैन अनि त्यसपछि अलि हेर्नु होला न कस्तो हुन्छ हैन पुरा टेबलभरि भर्ने कुरो हुन्छ अनि त्यसपछि दिने कुरो हुन्छ एकदम टेस्ट ल यो अहिले चाहिँ मैले यतिमा एकछिन क्लोज गरेँ भिडियो फाइनली अब हाम्रो चाहिँ लास्ट हुँदैछ अब कटिङ गरेर भाइले पनि एकदम सही दामी कटिङ हालिरहेको छ टक्क लाएर अब हाम्रो चाहिँ यता एउटा भाइले फेरि माल भर्दैछ हैन टक्क 1000 पिस अब रेडी हुँदैछ टक्क लाएर यो चाहिँ मेरो युट्युब च्यानलमा आउँछ सबैले सब्स्क्राइब गरिदिनु होला अनि त्यही हो भर्खर नयाँ खोलिरहेको छु सो लाएर टक्क लाएर सबैले सब्स्क्राइबर गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला अलि अरू भिडियो पनि हाल्न यस्तो मन लागोस् न हैन हो कि नै भाइ त कस्तो छ ठिक छ नि तर यस्तो दामी छ कि हेर्नु परदेखिमा कसम 1000 पिस हो गाइस 1000 पिस त्यही हो अब हामी लास्ट फाइनली यो भेजिटेबल हो यो भेजिटेरियन फेरि पहिला सुरुमा 60वटा चाहिँ गरिदिरहेको हो अब 3 चाहिँ ननभेज यो चाहिँ सबै ननभेज हो यो चाहिँ भेजिटेबल छुट्टै अनि भाइ हो नि ल के भन्न चाहन्छु यार मेरो उसमा युट्युब च्यानललाई सबजनाले हामीलाई सब्स्क्राइब गर्दै होला धेरै मेहनती हुन्छ सब बर्गर आफै बनाइरहनु भएको छ हैन हाम्रो दाइले कम्पनी पनि रन गर्नुहुन्छ उसले फेरि ओभरै भने जस्तो लागेन तिमीलाई केटाहरूले भन्छन् भन्न पाइसकेपछि ल है प्याकिङ सुरु भइसक्यो अब हाम्रो चाहिँ हैन अब टक्क लाएर अब एउटा बर्गर अनि फ्रेन्च फ्राई हाल्ने हो अनि दिने हो प्लेटमा सानो प्लास्टिकको अब आउने बेला नि भइसक्यो ल त्यही हो गाइस अब हेर्नु होला अब कति आउँछ न अब सुरुमा कति आउँछ त्यही अनुसारको हो ल गाइस ल आइसके मेरा भाइ बहिनीहरू प्यारा भाइ बहिनीहरू इक्जाम दिएर टक्क लाएर पास होस् बर्गर खाएर जाने टक्क लाएर लास्ट इक्जाम आज त्यही त हो त अनि कसैले बिगार्लान् कसैले नबिगार्लान् मेहनत गरेर पढ्यो होला नि भाइ बहिनीहरू हाततिर आइरहेछन् त्यही हो 81-400 जना एकैचोटि आयो क्या ल केटा छिटो फ्रेन्च फ्राई आएन खतरा भइरहेको छ खतरा ल अब फेरि अर्कोलाई अब रेडी गर्नु पर्यो अब यति त भाइ बहिनीहरूलाई पुग्यो ल गाइस त्यही हो।